तपाईँहरू सबैजनालाई स्वागत छ हाम्रो आजको नयाँ भिडियोमा। भिडियो अन्तिमसम्म हेरिदिनु होला। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नभुल्नु होला। साथ सहयोग र माया देखाइदिनु होला। हामी चाहिँ आज कहाँ जाँदैछौँ भन्ने सोचिराख्नु भएको छ भने चाहिँ हिँड्नु हामीसँगै जाउँ है त। हामी कहाँ जाँदो रहेछौँ। बाहिर चाहिँ एकदमै धेरै चिसो छ। अहिले चाहिँ दिउँसोको 4 बजिसकेको छ। आजकल घाम लाग्दैन फिनल्यान्डमा। म चाहिँ एकदमै धेरै एक्साइटेड छु अनि म डन बनेर हिँडिरहेको छु। हामी चाहिँ सिटी सेन्टर आइपुग्यौँ। झिलिमिली छ। मेरो बुढो चाहिँ यता अगाडि फोनमा बोल्दै हिँड्दै हुनुहुन्छ। मौसम चाहिँ अहिले यहाँको एकदमै बेसी चिसो छ। 1 डिग्री 2 डिग्री छ। अब कुन दिनको माइनसमा जान्छ अनि हिउँ पर्छ अनि खतरा बबाल भ्लगहरू आउँदै गर्छ। भ्लग हेर्न चाहिँ नछुटाउनु होला। भिडियो अन्तिमसम्म हेरिदिनु होला। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। साथ सपोर्ट माया देखाइदिनु होला। ल फाइनल्ली हामी चाहिँ हाम्रो डेस्टिनेसनमा आइपुगेको छौँ। आज चाहिँ हामी यहीँ आउने भनेर हिँडेको थियौँ। हामी चाहिँ आइपुग्यौँ। त हिँड्दै हुनुहुन्छ। हेलो, कस्तो एक्लै हिँड्नुभएको हौ छोडेर। भिडियो चाहिँ एकदमै धेरै क्यारेङ कुरुङ एकदमै हो हल्ला नोइज बेसी आएको होला। म्यानेज गरेर हेरिदिनु है। बाहिर निस्केपछि यस्तै हो। हामी चाहिँ पैसा नतिरिकन कुपनबाट खाना खान आएको। अब हेरौँ है त कतिको अगाइन्छ। चाहिँ हाम्रो टोकन नम्बर हो अनि यस्तो छ हाम्रो ठाउँ। हामी चाहिँ हाम्रो खानेकुराको वेट गरेर बसिरहेको छौँ। बच्चाहरू लिएर आउनेलाई यहाँ बच्चाहरूलाई खेल्ने ठाउँ पनि हुन्छ। यस्तो छ। यो चाहिँ कपहरू छ। यहाँ कफीहरू जति मन लाग्यो त्यति खाँदा हुन्छ। अनि यहाँ चाहिँ सलाडहरू राखिदिएको हुन्छ। सलादहरू जति मन लाग्यो त्यति झिकेर खाँदा हुन्छ। अनि यो यताबाट टोस्टहरू पनि हुन्छ। यहाँ टोस्टहरू हुन्छ। जति मन लाग्यो त्यति झिकेर खाँदा हुन्छ। यसको चाहिँ फाल्टो पैसा तिर्नु पर्दैन। ल हाम्रो खाना चाहिँ आइसक्यो। यो चाहिँ चिकन प्लस पाइनएप्पल पिज्जा अनि यो सलादहरू भइहाल्यो। अनि यो यतापट्टिको चाहिँ चिकन हो। हामी चाहिँ एकदमै धेरै एक्साइटेड छौँ खानको लागि। टेस्ट कस्तो छ भनेर। अब खाने। पोटेटो पनि हाल्नुपर्छ। सस हाल्नु। टमाटर। पिज्जा चाहिँ हामीले साइज नभनिकन मगाएको थियौँ। लार्ज साइजको आएछ। 2 जनालाई चाहिँ खान एकदमै गाह्रो हुन्छ जस्तो छ। फेरि नकाटिकन आउँदो रहेछ क्या। अनि मैले यहाँ जबरजस्ती काट्दैछु। पिज्जा चाहिँ नकाटिकन आउँदो रहेछ कि अनि मैले काटिसकेँ। अब खाने। भुइँकटर हालेको छ क्या हो। एकदमै ठुलो पिज्जा।
पाइनएप्पल चिकन यो त्यो मटरको साग होइन मटरको सागको साग मुन्टा बाँकी छ हाम्रो अर्को डिस के हो कस्तो के हो फर्सी काँचै हो यहाँ हेर्नु न अझै यत्रो छ हामी दुवैजना फुल लगायौँ यो कसरी खाइसक्नु छोडेर जान नि मिल्दैन कत्रो ठुलो क्या यो पिज्जा कत्रो ठुलो हामीले सोचेको नि थिएनौँ क्या यत्रो ठुलो पिज्जा आउँछ भनेर ओहो लास्टै भुँडी फुल भइसक्यो कसरी खानु होला यसलाई खाइसकिन्छ थाहै थिएन क्या यत्रो ठुलो पिज्जा आउँछ भनेर यो मासु पनि लास्टै धेरै थियो लास्टै गाह्रो भयो खानु त्यहाँमाथि हामीलाई यस्तो खासै मन पनि पर्दैन तर मिठो त सबै थोक मिठो छ धेरै खाएपछि न्याक्क हुने क्या पिज्जामा पाइनएप्पल अनि चिकन मसरुम हालेको छ मिठो छ कसरी खानु र के चाहिँ सबैभन्दा धेरै मिठो लाग्यो यो मेलन हो नि त त्यही भएर तपाईँलाई मिठो लागेको यहाँ हेर्नु न कति धेरै छ हाम्रो दिमागमा चाहिँ के आइडिया आयो भने अब यसलाई हामी 3-4 घन्टा लगाएर खाने आनन्दले रेस्ट गरेर अनि चाहिँ अलिक खान सकिन्छ होला लास्टै बेसी भयो अगाइयो कसरी खाइसक्नु छोडेर जान नि अप्ठ्यारो लास्टै गाह्रो छ लु बिग बाइट हानिदिनु काटेर होइन उसँगै खानु न गम्मै नेपाली भइसकेपछि यति नगरिकन चाहिँ कि त बुझ्दैन हातले खाइदिने हो जब हम हातले खाइदिँदैन नि त्यो बुझेँ धनियाँ भनेर सुपको साग जस्तो चम्सुर हो क्या चम्सुर कस्तो अर्कै खालको बनायो केराउको साग ल साथीहरू एकदमै धेरै कोसिस गर्दा पनि हामीले यतिसम्म चाहिँ खायौँ अब यो पिज्जा अलिकति चाहिँ एकदमै न्याक्क भयो क्या यो पिज्जाले यो चिज अनि त्यहाँमाथि अनानसको भएर एकदमै गाह्रो भयो अरू चाहिँ हामीले सबै लगभग सकेको छौँ अब यो चाहिँ खाने हो त्यहाँदेखि लास्टै चेयर्स के पिस एकदमै मिठो रसिलो गुलियो मिठो
हामी चाहिँ निस्क्यौँ। जाडो छ एकदमै धेरै, राति अँध्यारो भइसक्यो। अहिले भुँडी दुखेर हिँड्न नसक्ने भयो हौ धेरै खाएर। हामीले सोचेको पनि थिएनौँ के त्यो पिज्जा त्यत्रो ठुलो आउँछ भनेर। आमामा कत्रो हो नि, 4 जना मान्छेले खाने, हामी 2 जनाले खायौँ होइन त। अलिक ठुलो स्वरले बोल्नु न हौ, तपाईँले बोलेको केही सुनिँदैन, कति सानो स्वर। के हुन्छ 2 जना सँगै हिँडिराखेको हुन्छ कि, र पनि मैले केही सुन्दिनँ कि। राम कस्तो साह्रो हावा, लास्टै चिसो छ गाइस, एकदमै धेरै चिसो बढेको छ। खोलाको छेउमा पनि छौँ हामी, त्यही भएर नि होला एकदमै बेसी चिसो हावा, जाडो। चाहिँ कति युरोको खायौँ? 37 युरोको खायौँ। तर हामीले पैसा चाहिँ तिरेर खाएको होइन है गाइस। मैले अघि तपाईँहरूलाई बिल देखाएँ नि, हो त्यो कुपनबाट खाएको हो। हामीले चाहिँ 2टा कुपनबाट खाएको, अझै हामीसँग 2टा घरमा छ 2टा कुपन। अब भोलि पर्सि आउँछौँ त्यसलाई खान। हामीले पैसा तिरेर चाहिँ खाएको होइन। अनि त्यो कुपनको अब डेट पनि सकिन लागेको थियो कि, अनि जाऊँ न त गएर खाऊँ भनेर हिँडेको हामी चाहिँ। आज छुट्टीको दिन, अनि त्यही भएर पनि जाऊँ भनेर हिँडेको। त्यस्तै छ है। अब भिडियो आजलाई यति नै। सबैजनालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु भिडियो अन्तिमसम्म हेर्नु भएकोमा। यसरी नै साथ दिइराख्नु होला, सपोर्ट गरिराख्नु होला। ल बाई बाई भन। मान्छे सानी चाहिँ देखिँदैन, म यसरी हुन्छ क्यामेरा, उसलाई यसरी देखाउनु पर्छ कि टाउको आउँछ। ल बाई।